धेरै पानी पिउनु भनेको ब्याक्टेरिया बाहिर निकाल्ने सबैभन्दा प्रभावकारी उपाय हो। नरिवल पानी पिउनु भनेको शरीरलाई चिसो राख्दछ र युरिनलाई सफा गर्दछ। जीरा पानी पिउनाले हल्का एन्टिब्याक्टेरियल गुण भएकोले जलन कम गर्छ। जौको पानी पिउनाले पिसाब सफा गर्ने प्राकृतिक उपाय हो। तरबुजा या काँक्रा खानाले पानीयुक्त फल वा सब्जीले जलन कम गर्छ। कागती हालेर हल्का नुन पानी पिउनाले युरिनको एसिडिटी सन्तुलनमा मद्दत गर्छ। क्र्यानबेरी जुस पिउनु भनेको युरिनरी ट्र्याक सफा गर्न सहयोगी हुन्छ। तुलसी पानी पिउनु भनेको संक्रमण कम गर्न मद्दत गर्ने प्राकृतिक गुण हुन्छ। चाँदीको औँठी लगाउँदा रिस र चिडचिडापन कम हुन्छ। पञ्चधातुको औँठी लगाउँदा शारीरिक र मानसिक स्वास्थ्य ठिक हुन्छ। सुनको औँठी लगाउँदा इनर्जी बढाउन मद्दत गर्छ। तामाको औँठी लगाउँदा ब्लड प्रेसर सन्तुलनमा हुन्छ। फलामको औँठी लगाउँदा नकारात्मक ऊर्जा टाढा हुन्छ। पित्तलको औँठी लगाउँदा पाचन प्रणालीमा सुधार हुन्छ।